जेठी दिदीको छोराले चाहिँ तिमीलाई के भन्छ अघि त अङ्कल अङ्कल भनेर भन्थ्यो अन्टी भन्छ भने होइन अब तिमीले तिम्रो दिदीको छोराछोरीले के भन्छ दिदीको छोराछोरी सानीमा सानीमा दिदीको छोराछोरी तँलाई किन यस्तो आयो मेरो दिदीको छोराछोरी मेरो छोराछोरीलाई खोइ के भन्नुभयो भने बदल उसले भने अब यसको माल अगाडि भने ल ल ल ल हेरौँ त कसरी रहेछ हो ल यसो यो गाईको चाहिँ फोहोर पनि हाल्नु क्या हो त्यही यसलाई त्यही हाल्नु गाडी मोबाइल है एकदम मोबाइल रोस्ट कतिवटा गाई सक्छौ तिनवटा खायो भने त कान्छ यो त ठुलमा अगाउनु तिनवटा खायो भने त एउटा 3 बजी खान्छ 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 रोस गरेको पुरानो ढिलो त्यहाँबाट लाम्टो लिएर जान्छ 35 काट्नु भयो भने चक्कुले अनि सिङ्गै चाहिन्छ उना नि कम हो सुवास सर हजुर त्यहाँ उ ल्याउनु पर्यो के ल्याउनु पर्यो अझै नम्बर हाल्नुपर्छ हाल्ने हाल्दा हुन्छ कहिले हाल्दा बवाल हुन्छ एउटा हाल्दा त के हुँदैन र अझै नम्बर छ अझै नम्बर ल्याउनु यार बिक्री हुन्छ बुढी यो न्यू अनि यो न्यू हल्का अरूहरू सबै जम्मा भएपछि उहरू के गर्छौँ अरू रोजा कति फोन गर्ने कसलाई गर्ने यार यो खाऊ यो त ऊ हो नि भैँसीको दुध जुस 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 हो क्या जुस कपडा खाने चक्कु पनि त त्यस्तै थियो हेर्नु ठेला उठेर काट्दा काट्दै सिद्धो होइन कम छ कति नुन छ खुर्सानी छैन खोर्सानी त हालेकै छैन खोर्सानी बल्ल खोर्सानी त हालेको छैन बल्ल खोर्सानी त पछि हाल्ने हो खै यो खोले खाइन खोइ खाइन र एउटा एउटा छ खै तपाईँ के खानु यो एउटा हेर नपुगिले हेर्नु हाँस्नु पर्यो कुकुर भनेको हड्डी खाने हो के हामीले खाएर बचेको यता हाल्नु ल तोरे यहाँ बसेको यहाँ किन देखाएछ नि तपाईँको तपाईँको आएकै रहन्छ ल के छ नयाँ वर्ष पुरुष खिचेर हिँड्छ यो के थाहा छ ब्लु लेभल ब्लु लेभल भनेर थाहा छ नि ब्लु लेभल भनेको नेपालको अधिराज्यभरिको भिआइपी रक्सी एउटा कालो काटेर हालिहाल्नु त सबैलाई
गएर निस्किदिनु बाटो नहिँड नि रत्नलाई त बाहिर मात्रै बस्नु सक्नु के हो मैले दिइसकेँ हो र मैले दिइसकेँ बहिनीलाई भने दिनु हो उता नानीलाई दिने हो आज आउँदैन यो रोटी खाएर उठेदेखि यसको लागि नयाँ वर्षको उपलक्ष्य यो अहिले नि यो चाड कति खास यहाँ परीक्षा है यो रमाइलो हामीले चाड नयाँ वर्षको मानेर यहाँ सुन्नु यो हामीले सलाद हो सलाद भनेर यो मुला त्यहाँ हालिदिन्छु क्या त्यहाँ हालिदिन्छु क्या यो गाजर हो यो काँक्रो हो मुला गाजर काँक्रो अब तपाईँहरू गाजरको बिचमा के छ होइन बाजारको बिचमा गाजर छ गाजरको बिचमा अमला छ के यो बिहाको हेर्दै बिहा छ ज के खान्छ गाजरको बिचमा ज छ गाजर अनि ज भयो नहेर हो रमाइलो गरी भनेको यो अनि यो तीनटा चिज देखाएपछि सलाद भनेर यो नयाँ वर्षको उपलक्ष्यमा हामीले खाएका छौँ यो के काँक्रो मुला गाजर अब यो तीनटा त खाएको हो त हामीले यो गाजरको बिचमा के छ भन्दाखेरि मुला भन्न मिल्छ दिमाग लगाउनु पर्यो हामी चाड खाए जस्तो कुरा नगरौँ न दिमाग लगा तपाईँले पो सोध्नुभयो सवाल त हामीले मुला भन्दै अनि यो ट्विटर सहरी के आयो मान्छेको के चिया सक्यो सक्यो त छैन सबै सक्यो छैन छोइ बोतल नै छैन खोइ तपाईँको खै त सक्यो नि खै छैन बदल खोइ अहिलेको सकुन ल कता कता हाल्यो तीन तलाबाट एक तल बसेर गाईलाई झारिदियो के खायो झारी खायो नि गाईले ढाके भनेको तपाईँले केन्द्र शरीर भने तीन तलाड अब गाई आएको गाईले तीन तलाड झारिदियो अब त्यसमा भन्नुभयो वाइन पर्दैन अहिले अलिकति मात्र के ए गुडको खोजी गर्ने होइन कि नेपाल र लक्ष्मण आउट भइसक्यो यहाँ आउट सबै भइसक्यो उनीहरूको माथि नि गरे अर्काको खोजी गर्ने होइन हाम्रो यो अनि लक्ष्मण दाइको 72 घण्टा व्रत अरे होइन नि एउटा कुरो नि 72 घण्टा भने 5 जनाले मजा हो माथि हो 5 जनाले कुरो गरे
ती पाँचजना मैले देखिनँ नि त यहाँ लक्ष्मण दाई कता गयो त ठुलो बुढी भएका लक्ष्मण दाई त्यो मान्छे मार्नु हेर्नुहोस् यहाँ जादु ल ल ल यहाँ हेर्नु यो के हो यो के हो काटन जुलो काटन 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 यो के चाउचाउ काटन यो बलबाट तपाईँले हेर्दाखेरि यो बोतल छिर्दैन क्या छाता भयो तपाईँले हेर्दाखेरि रमाइलो गरेर आएको म चाहिँ यहाँ सुन न यो पालबाट यो बोतल छिर्दैन तर च्यात्न पाइँदैन है तर सुन्नु न यहाँ दिमागको कुरा चाहिँ गर्नु छैन नि कहाँ पाइन्छ भनेर बस्नु तपाईँले हेर्दा अरू जो कसैले पनि हेर्दाखेरि यो पाल यो बोतलबाट यो छिर्दैन तर सिरो त टाउको त तर उयो मान्छेले म छिराइदिन्छु ल को मान्छेलाई यहाँ रहेछ त खोलिया तपाईँको निर्मलालाई म छिराइदिन्छु यो पालबाट यसरी हेर्नु चिनी गर्नु म्यान्सर भइसक्यो त नि यस्तो भाषा त धेरै छ हेर्नुहोस् तपाईँले छोएको त्यो कुन चाहिँले छोएको छ म ठ्याक्कै पत्ता लगाएर आउन सक्छु एकजनाले म 50 जना छिराइदिन्छु हो हो असम्म तपाईले 50 त्यही भयो अब एकछिन है गाडी सिलाउँछु भने हो बच्चाहरूलाई पनि हो हामी बुढाले गर्नुपर्ने अवस्था आएको छ किनभने हामी यो पिरको भारी बोकेर बस्नु पर्दैन किन भएको छोराछोरी विदेश पठाएर अनि यो मन भुलाउने ठाउँ कहाँ छ त छैन अनि यो मन भुलाउने बाटो यो मात्रै हो क्या भएको छोराछोरी विदेश पठाउने यहाँ यो यहाँ छ होइन त्यो नि हो अब हाम्रो एउटा कमजोरी भयो क्या तपाईँको बच्चा जन्माउँदाखेरि मुलाको डोक मुलाले खन्छ भने त 10-15 जन्माउनु पर्ने के अब तपाईँको एउटादेखि दुईटा पाल्न सक्दैन भने त्यो हाम्रो कमजोरी होइन भने त्यो पनि भयो एउटा छिगो अब बाबु तपाईँ त्यो बाटो बनाउने पढाउने लेखाउने नपढाएको सुन्नु न होइन मुलाको जफुन छोडिदिने के यहाँ हामी यति रमाइलो गरेर छौँ तपाईँले त आफ्नो दुःख
पानी हो नाच्ने नाच्न जलैको कसम खाएर भन्छु म यो जुली भरि तिम्रो नै बन्छु म जलैको कसम के थाप्ने बस्नु पाएन यता बस्न अझै छोड्दा बस्छ खाइसक्यो भने हालिदिनु तरे खाइसक्यो ठुलो नातिनीलाई
अरूलाई जीवनमा देऊ है तिमीहरू घुमाउन लान्छु अरूलाई जीवनमा देऊ है बजारमा स्याउली बजारमा ताना तान हो हामा हो तिमीलाई देखेर ताना तान हो ताना तान हो यति हामी गाई कस्तो छोरी नमस्ते जोडिदिया नमस्ते जोडिदिया जाँदैन खै यस्तो धेर ठुलो बरालाई आनन्द गाईको आवाजबाट भाइको दुश्मन छ हेरे दुश्मन हेरे हेरे
है म्युजिकमा केटाकेटी पनि आउनु नाच्नु तपाईँ यताको बाउले नाच्नु नाच्नु के ए म यहाँ भिडियो खिचिरहेको छु नाच्नु न भोलि बिहान देखाइदिन्छु म छोड्नु हुने ए चर्चा गर्ने छोड्नुहुन्न छोड्नुहुन्न समाज राख्नु खुदै समाज भागी जान मायाको छैन भागी जान मायाको छैन यसमा तिमी हुने छैन यो जमाना थोरै हाल्नु पातल भयो बाबा भयो उता बाबा भयो हजुर
ए नाचिसक्यो हामी एउटा त्यो सिल्पिङ बोर्ड हो भित्री मनदेखि शुभकामना व्यक्त गर्न चाहन्छु। विशेष मेरो गाउँले रामचन्द्र भाइ र यहाँ हाम्रो पवन पाठक र हाम्रो मामाजीलाई धेरै धेरै धन्यवाद आइदिनु भएकोमा। अरू कसैको छुटेको छ नाम भन्नु होला? मेरो नाम चाहिँ महावीर पुनको म सुत्रे सर्भिस नपुनको सदस्य म नपुनको है फेरि धन्यवाद दिनु पर्यो। हेलो 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 हाम्रो इन्द्र खान्छ सर यहाँ आएर उपस्थित भइदिनु हुनुमा हार्दिक अनुरोध गर्दछु। सम्पूर्ण परिवारमै निमन्त्रणा छ। निमन्त्रणा यो राधाकृष्ण मन्दिरभन्दा अलिकति माथि आएर उपस्थित भइदिनु हुनुमा हार्दिक अनुरोध गर्दछु। हेलो 2082 साललाई लगेर्दै आज 2083 साललाई स्वागत गरिरहेको हामीले यो अवसरमा सबैलाई मेरो हार्दिक शुभकामना व्यक्त गर्दछु। कसैलाई केही भन्नु छ भने मसँग गुनासो राख्नु होला। के हो यस्तो तपाईँ अनि खाए त झ्याप हुन्थ्यो तपाईँ भयो त आज म झ्याप भयो त अनि सुभाषलाई मैले भनेको कुरा सुन्नु पर्यो। सुभाष ह्यापी न्यू इयर ह्यापी न्यू इयर तपाईँसँग पहिलोचोटि साँच्चै डर पासेको होइन होला ओ गाइस ह्यापी न्यू इयर गरेन नि तपाईले यता बस्नु
गाइस ह्याप्पी न्यु इयर के छ ह्याप्पी न्यु इयर छ नि ठिक छ नि एकदम ठिक ल ठिक छ ओइ छोरो कता ओइ आउनु पर्दैन तँलाई आऊ 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 मैले चिज गर्दिनँ ल यता हिँड्याऊ ल खतम पार्नु भयो तपाईँ नजान्न गुड ओइ यता हेर छोरो यतै ए त खतरा युट्युबमा हेर्नु है युट्युबमा हेर्नु है युट्युबमा हेर्नु है अनि के नाम थाहा जिसी साइबर जिसी साइबर बुझेन जिसिई साइबर कति के भन्नु त जिसी साइबर आमा दे खान दबाई नै उडायो के कहाँ हो तपाईँ नि नाच्नु ल हजुर ओइ हान्दै हान्दै गोल हान्दै गोलान गोलान ओइ गोलानेले जिते गोल हाले फाइनलले पास खेलौँ तिमी र म उता तट ल यता आन ल बिस्तारै फेरि बाइक आउँछ तिमी त बिस्तारै आन ल छलाएर हानिहाल्नु न ल गाइज पास मात्र खेल्नु पास मात्र पास मात्र ल पास मात्र यस्तो आउँछ ड्याङ ड्याङ हान्नु पऱ्यो नि त नि यस्तो हो
पक्क माथि पछि यहाँ बसिस् नान्दा नान्दा पर्दैन ई छोरो ल त खिच्दी चाहिँ त उहाँ शङ्कर
उडेको फरियामा नै यो आँखा लाइन्छ उद्रेको तिम्रो चोली हेर्न आइन्छ वाटरले पुग्दैन फेरि बोतलमै चाहिन्छ मातेर पालै भोर झन्कान सानिन्छ मातेर पालै भोर झन्कान सानिन्छ भएर के हुन्छ र पाखुरा दरो छ भएर के हुन्छ र पाखुरा दरो छ सबलाई सैखाइन्छ अघि बढी आइन्छ